Hi guys, welcome to my new video. अनि त्यसपछि म चाहिँ सन्देशा अनि आज चाहिँ म यहाँ इन्फर्मेटिभ भिडियो लिएर आएको छु। यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्सको आधारमा मैले रिसर्च गरेको आधारमा अनि मसँगै यहाँ पढ्नु हुने मेरो साथीहरुसँग मैले कुरा गरेको आधारमा चाहिँ के फ्याक्टरहरुले चाहिँ हाम्रो भिजा इन्टरभ्यूमा असर पर्छ, के चाहिँ टिप्सहरु हामीले युज गर्न सक्छौं, के ट्रिक्सहरु चाहिँ हामीले युज गर्न सक्छौं भनेर चाहिँ मैले एउटा छोटो इन्फर्मेटिभ भिडियो लिएर आएको छु। आई होप यो भिडियोले चाहिँ हजुरहरुलाई लाइक सपोर्ट गर्नेछ, केही हदसम्म हजुरहरुले केही आइडियाहरु पाउनुहुनेछ हामीले के गर्न हुने रहेछ भिजा इन्टरभ्यूमा, के गर्न नहुने रहेछ भन्ने कुरामा चाहिँ। अनि आजको भिडियोमा चाहिँ म के भन्न चाहन्छु भने हजुरहरुले चाहिँ युएसए सेल्फ अप्लाई गर्न सक्नुहुन्छ। कुनै पनि हुन्छ नि कुनै पनि कन्सल्टेन्सीको लाइक थ्रु गर्नु पर्दैन। तपाईहरुले त्यो युनिभर्सिटी रिसर्च गर्ने कुन युनिभर्सिटीमा हजुरहरु अप्लाई गर्न चाहनुहुन्छ अनि त्यो युनिभर्सिटीको वेबसाइटमा गएर चाहिँ आफैले अप्लाई गर्न सक्नुहुन्छ। त्यो एकदमै इजी हुन्छ। जुन चाहिँ कुरा चाहिँ मलाई पहिला थाहा थिएन त्यो मैले मिस्टेक गरे, अहिले चाहिँ मैले हजुरहरुलाई भनिरहेको छु त्यो मिस्टेक चाहिँ हजुरहरु नगर्नु होला। अनि सेकेन्ड रहेको छ भने मज्जाले की फ्याक्टर कसरी तपाईहरुले आफ्नो भिजा इन्टरभ्यूमा चाहिँ भिजा लिएरै फर्किन्छु भनेर सोचेर जानुहुन्छ भने म हजुरहरुलाई तीनटा फ्याक्टर भन्छु व्हिच इज की फ्याक्टर है। अनि त्यो हो कन्फिडेन्ट। एकदमै कन्फिडेन्ट हुनु पर्यो आफू, एकदमै धेरै कन्फिडेन्ट हुने आफ्नो एन्सरलाई लिएर हुन्छ नि। आफूलाई कन्फिडेन्ट गरेन भने त्यहाँ हजुरहरुलाई त्यहाँ त्यो कन्फिडेन्ट लेस हुने बित्तिकै उनीहरुले हजुरको आँखामा हेरेर भनिदिन्छ हजुर कन्फिडेन्ट हुनुहुन्छ कि हुनुहुन्न भनेर। जब तपाई कन्फिडेन्ट हुनु हुँदैन तब तपाईले सबै त्यहाँ मेस अप गर्नुहुन्छ, हुन्छ नि तपाईको एन्सरहरु त्यहाँ जिगज्याग हुन्छ, तपाई नर्भस हुनुहुन्छ। त्यसै सुरुमा चाहिँ म कन्फिडेन्ट भन्छु। त्यो भन्दा पनि मेजर फ्याक्टर हो रिसर्च। एकदमै रिसर्च गर्नुपर्छ युएस को लागि चाहिँ। लाइक भिजा इन्टरभ्यू फेस टु फेस हुन्छ अनि भिजा इन्टरभ्यू लिने मान्छे भिजा अफिसरले चाहिँ तपाईलाई यस्तो क्रस क्वेसन गर्छ कि लाइक तपाईले रिसर्च गरेर जानु भयो भने चाहिँ तपाईले त्यहाँ एन्सर दिन नसक्नुहुन्छ। लाइक यस्तो हुन्छ अब कतिले भन्नुहुन्छ मेरो त 1 मिनेटको भिजा इन्टरभ्यू भएको थियो, म गएँ मेरो इन्ट्रोडक्सन दिँदा मलाई भिजा दियो। ब्रो त्यो तपाईहरुको लक हो के, लाइक हुन्छ नि त्यो लकले गरेर कोही मान्छेलाई त्यस्तो भयो भन्दैमा सबै मान्छेलाई त्यस्तो हुन्छ भन्ने छैन। मेरो एउटा साथीले 20 मिनेट इन्टरभ्यू दिइसकेपछि उसलाई चाहिँ चाइनिज भिउ परेको थियो। 20 मिनेट इन्टरभ्यू दिइसकेपछि बल्ल उसले भिजा पाएको थियो। 20 मिनेटमा उसलाई कति धेरै क्वेशन सोध्यो होला त्यो भिजा अफिसरले, त्यो हजुरहरु आफैले थाहा पाउन सक्नुहुन्छ। त्यही कारणले म भन्छु रिसर्च एकदम आफू पढ्न जान लागेको कलेज त्यो युनिभर्सिटी किन, वाइ दिस कोर्स, अनि यो कोर्स पढिसकेपछि तपाईको फ्युचर प्लान के छ, तपाई नेपाल फर्केर आएर के गर्न चाहनुहुन्छ, तपाईको चाहिँ नेपाल फर्केर आएपछिको प्लानहरु के छ। तपाईले भिजा इन्टरभ्यू दिन जाँदाखेरि म चाहिँ नेपाल फर्केर आउँछु, मेरो नेपाल फर्केर आइसकेपछिको प्लान चाहिँ यो छ भनेर चाहिँ दिन पर्ने हुन्छ। जस्तै मलाई एकदमै धेरै बिजनेसमा इन्ट्रेस्ट छ, म बिजनेस स्टुडेन्ट हो र मैले भिजा इन्टरभ्यू दिन जाँदाखेरि मेरो भिजा अफिसरले पनि मलाई सोध्नु भएको क्वेशन त्यो नै थियो व्हाट्स योर फ्युचर प्लान। अनि मैले भनेको थिएँ म चाहिँ इन्टरनेशनल डिग्री लिइसकेपछि मेरो देश फर्केर आउँछु र मलाई चाहिँ इन्टरनेशनल ट्रेड गर्न मन छ अरु देशहरुसँग, मेरो देशको लोकल गुड्सहरुलाई चाहिँ म ट्रेड गर्न चाहन्छु भने। अनि स्टिल मेरो प्लान त्यही नै छ, म त्यसकै लागि वर्क गरिरहेको छु, म बिजनेस एडमिनिस्ट्रेसन पढिरहेको छु, साइड बाइ साइड म धेरै रिसर्चहरु गरिरहेको छु यो कुरालाई लिएर। त्यही हजुरहरुले पनि रिसर्च एकदम धेरै गर्नुपर्ने हुन्छ। लाइक हजुरहरु के पढ्न जान लाग्नु भएको, कसैलाई नर्सिङमा इन्ट्रेस्ट हुन्छ, कसैलाई केमा इन्ट्रेस्ट हुन्छ, हजुरहरुले पढ्न जान लाग्नु भएको कोर्सको बारेमा चाहिँ हजुरहरुले एकदम ब्रिफली रिसर्च गर्ने, त्यो युनिभर्सिटीको बारेमा रिसर्च गर्ने, हजुरहरुको एडभाइजरसँग कुरा गर्ने, एडभाइजरको इमेल एड्रेसदेखि लिएर गएर त्यहाँ हजुरहरुलाई हरेक कहाँबाट क्वेशन आउँछ भने ठेगान हुँदैन। हजुरहरु चाहिँ सबै कुरामा एकदम धेरै प्रिपेयर हुनु पर्यो। अनि त्यसपछि रिसर्च एकदम मोस्ट इम्पोर्टेन्ट, कन्फिडेन्ट हुनु पर्यो। एन्ड द थर्ड थिङ वाज लाइक एज तपाई चाहिँ ग्रामर मिस्टेक हुन्छ है। म युएस आएको भन्दै म ग्रामरमा पुरै पर्फेक्ट छैन, आइ एम सरी फर द्याट, मेरो मिस्टेक पनि हुनसक्छ, मैले अगाडि नै भनेको थिएँ। थर्ड कुरा चाहिँ रहेको छ एकदम हाउ यु प्रेजेन्ट योरसेल्फ इन फ्रन्ट अफ भ्यू।
लाइक भिजा अफिसरको अगाडि तपाईँले आफूलाई कसरी प्रेजेन्ट गर्नुहुन्छ, एकदम कन्फिडेन्ट प्रेजेन्ट गरिरहनु भएको छ, पोजिटिभ एटिट्युडको साथ जानु भएको छ भिजा इन्टरभ्यू दिनको लागि, तपाईँ एकदम अनेस्ट हुनुहुन्छ, तपाईँ एकदम फाइनेन्सियली तपाईँ स्टेबल हुनुहुन्छ भनेर तपाईँले प्रुफ गरिरहनु भएको छ भने तपाईँको त्यहाँनिर तपाईँले आफूलाई कसरी प्रेजेन्ट गर्नुभएको छ, कसरी ड्रेसअप गरेर जानु भएको छ, त्यो सबै कुराले तपाईँलाई त्यहाँनिर छुट्टिन्छ। उनीहरूले यति भिजा इन्टरभ्यू लिइसकेको हुन्छन्, तपाईँ त्यहाँ अगाडि गएर उभिँदाखेरि उनीहरूले सबै कुरा थाहा पाइसक्छन् क्या, तपाईँको आँखामा हेरेर तपाईँलाई पढिदिन सक्छन्, त्यत्तिको एक्सपिरियन्स हुन्छ भिजा अफिसरहरूसँग। सो हाउ यु प्रेजेन्ट योर सेल्फ, लाइक म चाहिँ त्यही भन्छु, आफूलाई एकदम पोजिटिभ पाराले प्रेजेन्ट गर्ने, कन्फिडेन्ट हुने, रिसर्च मस्त गरेर जाने, केही पनि गाह्रो छैन होला। लक म के भन्छु 50-50 लकमा पनि हुनुपर्छ, भाग्यलाई कसैले जित्न सक्दैन। तर तपाईँले म भाग्यमानी छु, मलाई विदेश जानु छ भनेर रिसर्च नै गर्नु भएन भने भिजा लाग्दैन। रिसर्च गर्नु पर्यो हरेक तरिकाबाट। त्यहाँ तपाईँलाई कहाँबाट क्वेसन सोध्छ, कतिखेर कस्तो क्वेसन सोध्छ भन्ने थाहा हुँदैन। तपाईँ नर्भस हुनु भएन, मेन कुरा भनेको नर्भस हुनु भएन है। मान्छे त्यहाँ के हुन्छन् भने एन्सर भन्छन् रटेर गएको जस्तो के त्यो होइन, इन्टरभ्यू हो, त्यो कन्भर्सेसन हो, तिमीलाई बुझ्न खोजेको भिजा अफिसरले, त्यहाँनिर तिमीलाई बुझ्न खोजेको भिजा अफिसरले। मेरो बारेमा भिजा अफिसरलाई थाहा हुन्छ मेरो नाम सन्देशा चौलागाई हो, म यो कोर्स पढ्न जान लाग्छु, मैले फर्ममा सबै फिलअप गरिसकेको हुन्छु, उसले मेरो बारेमा सबै कुरा थाहा पाइसकेको हुन्छ, तर उसले मलाई मेरो कन्भर्सेसन गर्ने स्किल खोजेको हो, मैले कसरी आफूलाई प्रेजेन्ट गरिरहेको छु, म अनेस्ट छु कि छैन मेरो एन्सरहरूमा भनेर चाहिँ उसले मलाई जज गर्न खोजेको हो। उसको देशमा कोही मान्छेलाई यत्तिकै जान दिँदैन, कसैले पनि जान दिँदैन युएस जस्तो ठाउँमा होइन। त्यसैले तपाईँ आफ्नो एन्सरलाई लिएर कन्फिडेन्ट हुनु पर्यो, रिसर्च गरेको हुनु पर्यो, अनि आफूलाई एकदम खतरा प्रेजेन्ट गर्नु पर्यो। खतरा भनेको मतलब पुरै सुट लाएर भनेको होइन, पोजिटिभ एटिट्युडको साथ काम भएर त्यहाँ कसै बाघ भालु आएर खप्लकै खाइहाल्दैन, डराउनु पर्दैन, नर्भस हुनु पर्दैन, सबै कुरा राम्रो हुन्छ। एकचोटि नभए नि दोस्रोचोटिको पालीमा हुन्छ है। कन्फिडेन्ट हुने, नडराउने, अनि त्यसपछि भिजा इन्टरभ्यू दिन जाने, मजाले वेल ड्रेस्ड भएर पोजिटिभ एटिट्युडको साथ, अनि नील भिजा लिएर आउने। ल हजुरहरूलाई म यही नै भन्न चाहन्छु, अनि अग्रिम शुभकामना पनि। रिसर्च मस्त गरेर जानुहोस्, रिसर्च, कन्फिडेन्ट, हाउ यु प्रेजेन्ट योर सेल्फ, आई कन्ट्याक्ट, भिजा अफिसरसँग एकदमै आई कन्ट्याक्ट गर्ने हुन्छ नि। भिजा अफिसरले तिमीलाई एकछिन यसो हेर्छ, अनि त्यसपछि उसले आफ्नो काम गर्न थाल्छ कि मेरो पालीमा के भएको थियो, मै उसको अनुहारमा हेरेको थिएँ उहाँको अनुहारमा, बट मेरो अनुहार एकचोटि हेर्नुभयो, कम्प्युटरमा टाइप गर्न थाल्नुभयो, मलाई 2 मिनट जति इन्टरभ्यू लिनुभयो, 2 मिनटमा मलाई 4-5वटा क्वेसन सोध्नुभयो, अनि मेरो त बिचमा यस्तो इन्टरप्ट गरिदिनु भएको थियो कि म नै नर्भस हुन्छु कि जस्तो लागेको थियो। तर मैले के सोचेँ, मैले आज गर्ने भने मैले कहिले पनि गर्न सक्दिनँ भनेर एकदम गरेँ। त्यही नै हो मेरो भिजा एक्सपिरियन्स। हजुरहरूले पनि सक्नुहुन्छ होला। मैले चाहिँ कन्फिडेन्टको साथ गएको थिएँ, आफूले रिसर्च गरेर गएको थिएँ, मैले के पढ्न लागेको छु, मेरो फ्युचर प्लान के हो सबै रिसर्च गरेको थिएँ, त्यही भएर पनि मेरो भिजा लाग्यो होला। हस्त धन्यवाद। यस्तै भिडियोहरू, इन्फर्मेटिभ भिडियोहरू लिएर म आउने नै छु। अनि अर्को भिडियोमा चाहिँ म हजुरहरू कमेन्ट गर्नुहोस्, म हजुरहरूलाई कसरी कलेज ट्रान्सफर गर्ने, यहाँ आएपछि के लिएर आउने, यहाँ आउँदाखेरि कसरी आफूलाई प्रिपेयर गरेर आउने भनेर भिडियो बनाउने छु। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।